कार्यक्रमका सभाध्यक्ष यस बराक क्षेत्र नगरपालिका 6, 7, 8 का किराँत याका अध्यक्ष आदरणीय व्यक्तित्व आजका सभाध्यक्ष मनिष चामलिङजी हो। त्यसै गरी यस महत्त्वपूर्ण कार्यक्रमका विशिष्ट अतिथि यस सुन्दर नगरी धार्मिक नगरीका उपप्रमुख आदरणीय नन्दकुमारी सुनवारज्यू, त्यसै गरी यहाँ उपस्थित रहनुभएका बराक क्षेत्र नगरपालिका वार्ड नम्बर 7 का अध्यक्ष कपिल आचार्यज्यू, इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख दिवस कुँवरज्यू, त्यसै गरी यस महत्त्वपूर्ण कार्यक्रममा उपस्थित रहनुभएका कोशी प्रदेश किराँत राई एकका प्रतिनिधिज्यूहरू, सुनसरी जिल्लाका विभिन्न तहमा रहनुहुने किराँत राई एकका पदाधिकारीज्यूहरू, यस नगर कार्य समितिका प्रतिनिधिज्यूहरू, त्यसै गरी संस्थापक अध्यक्षज्यू, विभिन्न कालखण्डमा आफ्नो असल नेतृत्व गरिसक्नुभएका सम्पूर्ण यस किराँत राई समुदायका अध्यक्षता प्रतिनिधिज्यूहरू, यहाँ उपस्थित रहनुभएका तमाम तपाईँ सम्पूर्ण बराक क्षेत्र सुनसरी जिल्लाबाट जिल्लाभन्दा बाहिरबाट पाल्नुभएका तपाईँ सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यस साकेला नृत्यमा सहभागी रहनुहुने, प्रतिस्पर्धामा भाग लिनुहुने सम्पूर्ण साथीहरू, पत्रकार मित्रहरू लगायत सम्पूर्ण महानुभावमा म बराक क्षेत्र नगरीको नगर प्रमुख तथा मेरो व्यक्तिगत तर्फबाट सबैमा सेवा सेमुना जय किराँत। पहिलो कुरा त आज हामी अत्यन्तै सुन्दर यो कार्यक्रम उभौली पर्वको यो शुभ अवसरमा यहाँ हामी भेला भएका छौँ। यो एउटा हामी सबैको यहाँ मौलिक पहिचान, संस्कार, संस्कृति र प्रकृतिसँगको आत्मसम्बन्धलाई झल्काउने महान चाड उभौली पर्वको पावन अवसरमा हामी सबैजना यहाँ भेला भएका छौँ। यस कार्यक्रममा भेला हुनुहुने सम्पूर्ण महानुभावलाई सर्वप्रथम त म साकेला उभौली पर्वको म हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। सबैमा सुख शान्ति प्राप्त होस्, सबैमा समृद्धि होस्, सबैमा आफ्नो मनोकांक्षा पुरा होस्, यो कामना गर्न चाहन्छु। त्यसै गरी यो भव्य कार्यक्रम आयोजना गर्नुहुने बराक क्षेत्र नगरपालिका वार्ड नम्बर 6, 7, 8 कार्य समितिका सम्पूर्ण टिमलाई म आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद व्यक्त गर्न चाहन्छु। किनभने कुनै पनि कार्यक्रम गर्नलाई सामान्य छैन। आज यो विशाल कार्यक्रम यो दिव्य भूमिमा, धार्मिक स्थलमा, यो साकेलाको यो भूमिमा आज अत्यन्तै दिव्य कार्यक्रम यहाँ भइराखेको छ। यो कार्यक्रम गर्नुहुने आयोजक टिमका अध्यक्ष लगायत सम्पूर्ण साथीहरू, तपाईहरुको मेहनत, तपाईहरुको प्रयासबाट आज यो दिव्य भूमिमा 6, 7, 8 को यो भूमिमा, यो साकेलाको यो भूमिमा एकदमै राम्रो कार्यक्रम भएको छ। त्यसकारणले गर्दा म सम्पूर्ण साथीहरूलाई म आभार व्यक्त गर्न चाहन्छु। त्यसै गरी यो उभौली पर्व एउटा चाड मात्र होइन, यो चाहिँ एउटा प्रकृतिप्रतिको सम्मान, कृषि संस्कृतिको उत्सव, सामाजिक एकता र पुस्तान्तरण हुँदै आएको मौलिक सभ्यताको एउटा प्रतीक हो। उभो अर्थात् माथितर्फ लाग्ने भन्ने अर्थबाट आएको उभौली पर्व गर्मी मौसममा मानिसहरू पशु पन्छीहरू चाहिँ उभोतिर माथितिर चढ्ने यो कुराहरू लिएको छ, लेखतिर लाग्नेसँग जोडिएको छ। यसले मानव र प्रकृतिसँगको सम्बन्धलाई गहिरो सम्बन्ध जोडेको छ। अर्को हाम्रो देश नेपाल बहुल जाति, बहुभाषिक, बहुसांस्कृतिक पहिचान भएको हाम्रो देश नेपाल हो। कति सुन्दर छ। यहाँ हामी सबै जात जाति, भाषा, धर्म, संस्कार, संस्कृति मान्ने मानिसहरू हामी एक ठाउँमा सबैले साझा सम्पत्तिको रूपमा, साझा पर्वको रूपमा लिएर हामीले मान्ने गरेका छौँ। आज हामीले साकेला पर्व, साकेलाको यो कार्यक्रम हामीले सबैले साझा रूपमा महान पर्वको रूपमा ग्रहण गरेर हामीले मानेका छौँ। त्यस कारणले गर्दा हाम्रो देश सुन्दर छ। हामी बहुल जाति, बहुभाषिक, बहुसांस्कृतिक सबै हामी सबै संस्कार बोकेका मान्छेहरू एक थलोमा उभिएर साझा सम्पत्तिको रूपमा लिएर हामीले मनाएका छौँ। यो पर्व महान छ। त्यसैले यस पर्वमा विशेष गरी साकेला नाच, सामूहिक पूजा, प्रकृति पूजन र आपसी सद्भावको अभ्यास गरिएको छ। यहाँ हामीले विशेष गरी यो पर्व चाहिँ हाम्रो चाहिँ सन्तानहरूलाई चाहिँ सुख शान्ति होस्, हाम्रो चाहिँ बाली उपजनहरू राम्रो होस्, कुनै पनि विपत्ति नआओस्, सबै कुरा चाहिँ नष्ट भएर जाओस्, सबै कुरा राम्रो होस्, विपदहरू नआओस्, यस्ता कुरा होस् भनेर हामीले यो पर्व मनाइन्छ। त्यस कारणले गर्दा यो पर्वको निम्ति जुन हाम्रो आयोजक कमिटीले यो गर्नुभएको छ, यसको लागि धन्यवाद दिन चाहन्छु।
त्यसै गरी आज यहाँ साकेला नृत्य मैले पनि अवलोकन गर्ने यो शुभ अवसर प्राप्त गरेँ। मैले यो अवलोकन गर्दै गर्दा मलाई अत्यन्त उत्कृष्ट तपाईहरुको सामूहिक साकेला नृत्य अत्यन्त राम्रो लागेको छ। अत्यन्त राम्रो ढंगबाट तपाईले प्रकृतिप्रतिको सम्मान तपाईले प्रकट गर्नुपर्छ। नाचको माध्यमबाट साकेला नृत्यको माध्यमबाट तपाईले प्रस्तुत गर्नुभएको छ। मैले इटरीको त्यो साकेला नृत्य हेरे, रामपुरको नृत्य हेरे, हाम्रो यहाँ आयोजक साथीहरुको प्रकाशपुरको चतराको तपाईको नृत्य हेरे। अत्यन्त सुन्दर ढंगबाट तपाईहरुले नृत्यहरू तपाईले प्रस्तुत गर्नुभएको छ।